कान खोलेर सुन हर्का गुइठे बालेन्द्र शाह बोलेन भन्थ्यो नि। अब नेपालमै टायर बन्दै गोर्खाली रबर उद्योग पुनः सञ्चालन गर्ने तयारी बालेन सरकारले थाल्यो पहल। प्रधानमन्त्री बालेन शाह नेतृत्वको रहँदा अब छिट्टै नेपालले पूर्ण टायर उत्पादन हुने, हजारौंले रोजगारी पाउने आशा पलाएको छ। खण्डहर भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न बालेन सरकारले सुरु गर्यो काम। हालै उद्योग वाणिज्यको र आगामी आर्थिक वर्षको बजेटमै यसका लागि ठोस रकम विनियोजन गरिने स्पष्ट पारेकी छन्। हेर्नुहोस् 45% काम सकिँदा यस्तो देखियो बर्दियाको गुलरियाको चिने मिल। सिभिल कन्स्ट्रक्सनदेखि मेसिनरी फिटिङसँगको काम तीव्र छ। 3 अर्ब कुरा सुन्नलाई बालेन्द्र शाहसँग फुर्सद छैन के। बालेन्द्र शाह भनेको देश बनाउन आएको नेता हो, पैसा कमाउन आएको, नाम कमाउन आएको होइन। बालेन्द्र शाह भनेको हिरा हो, हिरा। यसै पनि बालेन्द्र शाह चाहिँ अँध्यारोमा पनि उज्यालोमा पनि चम्किने हिरा हो के। तिमीले कुरा बुझ्दैन। बालेन्द्र शाह नबोली के काम गर्दो रहेछ ल हेर। तिमीहरूको बाउहरूले 30-35 वर्षदेखि बन्द भएको कल कारखाना, राजाको पालोमा खुलेको कल कारखाना कहिले पनि खुल्ने उ गरेन, आँट गरेन के। बालेन्द्र शाहले हेर के गर्दै रहेछ देख्यौ कतिवटा कम्पनी खुल्दै रहेछ, कतिवटा उहरू कल कारखानाको अब सचारोमा आउँदै रहेछ देख्यौ। नबोली यस्तो नेता चाहियो क्या। बालेन्द्रबाट सिक के। तिमीहरूको त्यो नेताहरू थियो नि, घर घरमा पानी पाइप के अरे ग्यासको पाइप जोडिदिन्छु, रेल ल्याउँछु, चुनावपछि त रेल ल्याइ घर उछिटिन्छ भन्दा नि ताली बजाउनु गुको किराहरू हो कि तिमीहरू।